हजुर हजुर खेल्नु भएन क्या हो सोचेको क्या जलाएर त्यो मात्रै राख्दैछ होइन फोरेनर जापानिज चाहिँ यो ग्रेप यार्ड चाहिँ पोलिसकेपछि हड्डी कि त्यो धुलो मात्रै राख्छ अरे it was beautiful experience अनि हाम्रो टिमसँग हामी मिक्स्ड भएर चाहिँ घुम्यौँ एकदम रमाइलो मान्छेको भिड हेर्नुहोस् एकदम विदेशीहरू चाहिँ चारैतिरबाट आउँदो रहेछ वन्स एकचोटि जानै पर्ने ठाउँ चाहिँ यो लाग्यो मलाई एकदम रमाइलो हेर्नुहोस् भिड साथीहरू कहाँ गयो बहिनी हाम्रो टिम यतै चढ्यो हो त अनि खेरिमा यो क्योतोमा चाहिँ ओतेरा भन्छ जापानिज ल्याङ्ग्वेजमा ओतेरा भनेको चाहिँ टेम्पलहरू चाहिँ प्रशस्तै छ जापानमा पनि धेरै नै रिलिजियस ग्रुपहरू पनि छुट्टा छुट्टै छ नेपाल जस्तै धेरै धर्महरू जस्तै जापानमा पनि एकदम धेरै के लेखेको यो भित्र धेरै यो चाहिँ जापानको यो चियान हो ग्रेप यार्ड हो यो चाहिँ उनीहरूले चाहिँ गुरु आमा लाग्छ ठ्याक्कै मैले किम्चीले त्यो अचार पठाएको थिएँ खानु पनि मिलेन होला जस्तो लाग्यो हेर्नु न बहिनी फोटो त लास्ट पोइन्ट यहाँनिर आउटिङ रहेछ आउट गर्ने कहिले पानी पर्ने सिजन खुलेर नि यस्तो भयो ऊ त्यहाँ टोइलेट छिरोमा फर्किने हामी चाहिँ अब बास गाडी घुमेर यो रहेछ एकदम खुसी लाग्यो आशिषमय लाग्यो नयाँ एक्सपिरियन्स भयो अरू बेला आउनु पाइँदैन हो तब गर्नु के हेर्नु खानेकुरा हो खाने हो खाने भाइ त ल जान हिँड्नु हेलो ल हिँड्नु कुम्लो कटोरो बोकेर क्योतो घुम्दैछौँ हामी हो कस्तो लाग्दैछ ब्लग हो रमाइलो लाग्दैछ अर्कोचोटि आइला नआइला तर क्योतोको सम्झना चाहिँ रहिरहन्छ हजुर आशिषमय भयो है एकदम आशिषमय भयो यो चाहिँ हजुर
आज पनि धेरैजनासँग समय बिताउन पाएँ, खुसी लाग्यो। ए देखिरहेछ आजलाई यति। अनि यस्तो छ झोलो तुम्बी बोकेर हामी चाहिँ हिँड्दै छ तानेकै गर्यो। डुल्न पनि छोड्दैन हामी चाहिँ फर्स्ट डे सङ्गति भएर हामी सेकेन्ड डे घुम्दैछौँ। यो क्योतोको चाहिँ एउटा नेचुरल कन्ट्री साइड भन्छ होला है। यहाँ हेर्नु न आइसक्रिम नखाने आइसक्रिम खाऊ न त फर्केर आउँदा है। फर्केर आउँछ। मान्छे यति पाएको छ यतिको लागि अनि नाइटतिर झन् के होला यति साह्रो पछि अनि हामीले एकीमा फोटो खिच्दाको त्यो फोटो छिट्टै छ अनि हिजोबाट हिँडेको कलरै चेन्ज भएर चाहिँ म त झन् यस्तो छिटो डढ्छु 5 मिनट घाममा निस्क्यो भने सक्यो। तर आज यसरी त हामी त डाँडाको प्रार्थना है भन्नु त डाँडाको प्रार्थना अनि बार्बिक्यू गएको नि त अनि पौडी खेल्नु स्विमिङ ए डढियो भाइको झोला बोक्ने त तरिका युनिक छ। यसरी फेसन निकाल्नु भयो। सबै कहाँ जानुभयो भने यसो पुरेको Wow, oh my goodness. Oh, wow. Oh. Oh my goodness. Look at this. Oh, कति रमाइलो। ओहो यहाँ त हामी अघि गाडीमा यही बाटो गएको है बहिनी अनि यो देख्दै गएको होइन। Oh, wow, हेरे म हेरे मेरो त हेर्नु ब्याट्री सकेर बिजोग हुनलाई। ब्याट्री सकिनला फेरि हिजो चार्ज दिएर उ भएर होला छोडिदिनु बन्द गर्नु नि त Ça mène pas vers le fond. पोखरा जस्तै छ है यो पोखरा चाहिँ जापानको क्योतो हो यो। लुक्स लाइक पोखरा। कति धेरै अगाडि त हेर्नु त 切ないこの気持ちどうにもならない君への愛は今も冷めやしない Sorry. 思い出の写真
切ないこの気持ちどうにもならない君への愛は今も冷めやしない